हेलो हेलो नमस्ते सबजनालाई है। ठिकै हुनुहुन्छ होला सबैजना। र सधैँ चाहिँ म चाहिँ आज सधैँको जस्तो अब आफ्नो व्यापारलाई सम्हालेर ठ्याक्कसँगले चिया आफ्नो दोकान बोकेर हिँडिरहेको छु यहाँनिर व्हाइट हलको मास्तिर है। बजार सजार सब काटेर म चाहिँ आफ्नो डेस्टिनेसनमा आइपुग्न आँटेको छु, जहाँ चाहिँ मैले अब चिया बेच्नुपर्ने हुन्छ। र यो हालेको ठाउँ चाहिँ व्हाइट हल मास्तिर छु, तीर्थ जाँदै गरेको। अब यो बाटो गएर चाहिँ पर मैले चिया बेच्नुपर्ने हुन्छ ट्याक्सी स्ट्यान्डमा गएर। त्योभन्दा अगाडि चाहिँ यहाँ हाम्रो एकजना आन्टी हुनुहुन्छ सब्जी बेच्ने, उहाँलाई म चिया पिलाउँछु। यहाँ हुनुहुन्छ आन्टी, चिया के गर्नुहुन्छ? खानुहुन्छ? व्यापार कस्तो हुन्छ? टन्नै है। ठुलै कपमा दिएको छु ल आन्टीलाई आज। हुन्छ। लिन्छ नि त ग्लास भोलि कि अहिले? तपाईँ बिजी रहेछ नि त। भोलि आउँछु ल। क्यामेरा चाहिँ साह्रो अगाडि भएछ हो, छातीमा राख्दा पनि केही नदेख्ने। साह्रो अगाडि राख्दा पनि यत्रो अगाडि होइन, हात्तीको सुँड जस्तो। लुचिया खानु जाउँ। छ एकछिन ल बहिनी। चिनीको ग्लास त के साह्रो सानो आयो? त्यही सानो सानो छ फेरि ग्लास। तिमीले मगाएको म चाहिँ कहाँबाट? 5 रुपियाँ खानु कहाँ हो? ठुलोमा हाल न। छैन, ग्लास यस्तै आइरहेछ। होइन हौ, यो तर माथिबाट लागेछ कि। तर लाग्छ कि यो हो। होइन हौ, त्यो पानीमा बेलुका लगेर दुध पानीमा राख्दा फेरि तर टालिरहेको हुन्छ नि प्लास्टिकमा कि, त्यसलाई तार्दा फेरि यस्तो आइहाल्छ। निकै बोली हिँड्दै थियो वर्डेसमा कि भाइ त कलेज पढ्दैछ। कलेज पढ्दै कति हुन्छ? ग्लास घटेछ होइन, खाजा छैन नि त्यो हाम्रो उहाँको जिपे गरिदिन्छु। हुन्छ।
किन ओन नराखेको त यहाँ दुध बेलुका नलैजाऊ बिहान लैजाऊ सिकाउँदैछु बाँकी खानेलाई भन ल्याऊ के चाहिँ दिन्छु ल हुन्छ गाडीमा जाने अझ लाग्यो पैसा ल्याऊ के कप सानो दिएको कप हो कप घटेछ खोइ किन त यसै दिइरहेको छैन ब्ल्याक टी पहिला लग्यो है अधिकांश कुमारी है मिलन गाडी मिलन दाजुहरू होइन मतलब यो त ब्ल्याक टी हो नि ए सस्पेन अरे ल किरा मन्दिर कहाँ थियो अन्त तलै त्यो उयसमा थियो अरे होइन कस्तो 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 खाने हुन्छ मर्ने चाहिँ छैन होइन नलगाऊ भने पनि भाइ भन्यो मलाई त दाइ हो कस्तो खानु दा ब्ल्याक टी नै होइन एउटा नुन चिनीको दुईटै ब्ल्याक टी हो त अघि दिएको ग्लास आज सानो ग्लास हुन्छ हुन्छ मिल्क टी हो ब्ल्याक टी यता छ मतलब एउटा मिल्क टी र एउटा ब्ल्याक टी भन्नुभयो होइन ठिकै हो यो म्यान चिया खाऊ पैसा छ मेरोमा चिया खाइराखिन्छ भाइ कपको साइज घटेछ त होइन आज सानै आएछ कुन त तेलहरू निस्किँदैछ त तेल होइन तरो त्यो यस्तो हुन्छ कि बेलुका प्याकेजमा पानीमा भिजाइराख्दाखेरि तर तर यस्तो पानी प्लास्टिकमा टालिरहेको हुन्छ दिनमा कति प्याकेट दुध 3 प्याकेट लाउँछु होइन त्यो तर तर निकाल्दा चाहिँ घिउहरू पनि बेच्न थाला नि
चिया पातला हुन्छ नि फेरि दर निकाल्यो पातला हुँदैन नि दुध तताएर हुनु भएको होइन चियाको स्वाद बिग्रिन्छ होला नि दुध चढाउँछ नि त त्यसले हो त्यति दर निकालेर क्या घिउ पनि मजाले हुन्छ दिउँसो पनि चिया चिया नि चिया चियासँग खाइदिउँ एउटा चुरोट लिएन सल्काइदिइहाल्न चिया त खाइदिउँ आज पनि खान्छु चिया नि चिया नगर न मलाई यस्तो गर्नुहुन्छ त चियाले नै भने पनि केटाहरूको खाने आज खाना एउटा ल्याऊ भाइ आज हजुर कति हो 10 ईश्वरको 10 कता गएको किशोर दाजु भनेपछि कुन हो भोलि 100 रुपियाँ दिनु पर्यो अरे हाल्नु के चाहिँ म्युट हजुर हुन्छ के हुन्थ्यो राम्रो छ मिडियाले पनि आएको गरेर सजिलो भइजान्छ बुबु गरेर पछि तपाईको राख्नु भरे भोलि फेरि मेरो भन्नु ल अब नि अबको 10 वर्षमा हेर्नुस् न 10 वर्ष पर्खिनु पर्दैन हौ म चाहिँ ब्ल्याक टी खान्छु ल हुन्छ भइया उहाँले मरिच खानुहुन्छ नि है बुबु मरिच हाल्दैन मरिच हुन्छ पहिला सबै मात्र नि हावा आउँदाखेरि यहाँ पेपर बस्छु कि 1 वर्ष पारेको छु कि त्यसले गर्दाखेरि यो त सबै युज गराउँछ गाडीहरु सबै हुन हाले त आहा हाले छ ए हुन्छ त एकैछिन ल हैन एउटा कसको छ भाइ तपाईँलाई पनि दिनु हजुर ओ सुन्यौ आएर त हेर्नु है अघि कति मेरो 2 अन्त 3 र मैले 4 हुन्छ हस् ओके धन्यवाद भिडियो अब हुँदैछ रेकर्ड हुँदैछ नि दादा हुँदैछ म पनि बोल्दिम न तिम्रो ब्लगमा निकाल्नुहोस् न यो चाहिँ भाइ खासमा चाहिँ यो जेके उ त कोहीबाट बेचे उयो गर्दा गाडी स्ट्यान्ड यहाँ हो त 214 ले किन्देको है जेके कम्पनी किन यार जाप्ता उयो कसै त्यो त उयो हुन्छ नि त नलामा भाइको लागि है आज ब्राउन ब्ल्याक टी हो ब्ल्याक टी कस्तो अन्त मरा त्यो मलाई आएर छ त मैले ड्रमको गाडी भनेको दाजु त ब्ल्याक टी हैन आज त मेरो भन्छ तर त्यो मसले चाहिँ खासै तिमीलाई खानु नि ब्ल्याक टी त उहाँको हो खानु मेरो हो यो ब्ल्याक टी कसको छ तपाईको आज बोलेको अहिलेको अरु केटाको निस भन्नु लाग्यो के खाँदैछ एकैछिन ल
एउटा आज यो नायक पनि छ सब मैले हिसाब गरिहाल्छु जस्तो यहाँनिर कागज आउँछ सत्य पाइहाल्छ के बेला मैले दिनु मान्छेले चिया खान्थ्यो ल नि कस्तो हल्लाको भाइ यो चाहिँ किन चलाउँछ कस्तो मतलब मतलब यो च्यानल छ च्यानल छ कि तर भिडियो हुँदैन भएकै छैन हौ मतलब कस्तो हुँदैछ भने अहिलेसम्मको चाहिँ यहाँ हालेको उयसमा भएको छैन हो फोनले सपोर्टै गरेको छैन लामो क्लिपहरू चाहिँ त्यस्तो हुँदो रहेछ अन्त आज चाहिँ छोटो छोटो गरौँ भनेर सोचेको खोइ निकोलामा 20 कति 45 खान्थे नि नेटवर्क मात्रै आएको 5 रन पड्यो म त कति भएन न 5 रन टक्कै खान्थे कि टक्कै निकोला 60 का 20 पनि गरे 40 फर्काएको बेट कि 40 मेरो चाहिँ 5 रोल पनि पड्यो लाग्यो नि गाडीमा ए दा जाउँ भनेको कि ए जाने हजुर हुन्छ हिजोको 10 रुपैयाँ आजको 10 रुपैयाँ पैसा दिए न अस्ति के 40 रुपैयाँ दियो हो ए हुन्छ सारा टिभीले पनि 10 रुपैयाँ एउटा है के भयो चिनीको हुन्छ ल हाल्छु नुनको खानु हुँदै थियो ल हो हुन्छ हजुर सानो मग छ हुन्छ भोलि सोध्नुहोस् न यो 4टा हो हजुर एउटा है ए हिजो आज हो 20 काटा न के खाने मैले कतिको टमाटर त छैन नि पैसा नलि कहाँ जान्छु
यो हुन्छ चेन्ज ए 100 निकालेको छु देखेँ कि हुन्छ ए दाजु साइको छ नि आजकल त डरसरी दुइटै है हुन्छ हजुर मम्मी चिया बेची बस्यो र मेरो अब आजको काम चाहिँ यसरी नै सकिएको छ है मैले यहाँनिर सब्जी मन्डीमा यहाँ ट्याक्सी स्ट्यान्डतिर जति पनि चिया पिलाउनु पर्ने ठाउँहरू थियो मैले सकिसकेको छु आजको काम चाहिँ र अब यहाँबाट चाहिँ म जाँदैछु माथि हस्पिटलमा गएर पनि हल्का फुल्का चिया त्यहाँ पिलाउनु पर्ने हुन्छ यता उँधोको चाहिँ काम सकिएको र यसरी नै अब हस्पिटलमा पनि चिया पिलाएर ठ्याक कामसम्म सकेर रुम जानेवाला छु है र अम्बुको चाहिँ भिडियोहरू गर्दिनँ म यहीँ हुनुहुनेछ मेरो भिडियो र जतिजनाले पनि हेरिदिनु भयो सबलाई धन्यवाद र अर्को भिडियोमा भेटौँला फेरि त्यतिन्जेलको लागि चाहिँ यो सब